यहीँबाट गरे भइहाल्यो हजुर त्यति हुँदैन यो सजिलो हुन्छ जुन पनि तान्न मिल्ने मेमोरी पनि हुन्छ ब्याट्री पनि धेरै टिक्छ कि सजिलो यो त मैले वहीँबाट ल्याएको हो अहिले खै कति छ पनि यो अस्ति आउँदैखेर ल्याएको मैले पाउँछ नि तिम्रो क्यामेरा राम्रो हुन्छ नि आउँछ नि राम्रै आउँछ 50 नै पाउँछु तपाईँको 1 लाख पनि हुन्छ पाउँछ जुम पनि राम्रो यो त 11 भयो 13 को त एकदम राम्रो छ नि 15 को भयो जुम पनि त्यस्तै फ्रन्ट क्यामेरा ऊ सबै छ फेरि वाटर प्रुफ हो नि त फेरि मैले त 13 को मगाएको छु त्यो वहाँ 70-80 हजार भन्छ अहिले पनि त्यो सेकेन्ड ह्यान्ड हामी चाहिँ अहिले रामनगरमा छौँ अब ठिमुराबाट चाहिँ हामी अहिले कहाँ सर जाने कहाँ नै हामी जाने कालीगण्डकी ए हामी चाहिँ अब तपाईँहरूले सुनिसक्नुभयो होला मेरो साथीले के भन्नुभयो होइन त्यस्तै हो ल है बाँदरहरू त हेर्नु हामी चाहिँ अब यो मुगलिङ नारायणगढको चाहिँ यो हाइवे हो यो चाहिँ अब यो हाइवेलाई छिचोल्दै हामी चाहिँ अब ठिमुरा रेस्टोरेन्टको चाहिँ बाटोतर्फ लाग्छौँ र त्योसँगै हामी चाहिँ ठिमुराको पुल कटेर चाहिँ पारिपट्टि तनहुँ जिल्ला नै पर्छ त्यो त्यता लाग्छौँ अब त्यो कुन ठाउँ हो तपाईँहरूलाई मैले त्यहीँ पुगेपछि मात्रै थाहा दिन्छ या तपाईँहरूले आफै थाहा पाउनुहुनेछ जङ्गल चाहिँ एक किसिमको आनन्द छ तपाईँको चाहिँ सुन्दर छ शान्त छ हेर्नु यो सालको बोटहरू सबै अटोहरू अब स्कुटीहरू मजाले चल्छ अब यो ठ्याक्क यो जङ्गल ठ्याक्क कट्ने बित्तिकै यहाँ चाहिँ गाउँ आउँछ क्या यो चाहिँ भरतपुर महानगरको चाहिँ वडा नम्बर 1 पर्छ हेर्नुहोस् है जहाँ चाहिँ एकदम भाइरल घर ठिमुरा घर होइन डाक्टर प्रमोद लामिछाने एलआई हस्पिटलको चाहिँ अब डाक्टर साउ उसको हो त्यो पनि छ त्यहाँ
त्यो संरचना बनेको थियो। अब त्यहाँ चाहिँ अब यी गिटी बालुवाहरू चाहिँ उत्खनन नि हुन्छ मेरो विचारमा त्यहाँ पहिला आउँदैतिर मैले देखेको थिएँ। आहा कस्तो मजाको चौर छ हेर्नु घाम तापेर टक्क चाहिँ घाममा बदम लिएर बस्दै युगल जोडियो है। हाम्रो पनि समय थियो कुनै बेला। यता हो ए तिमुरा रेस्टुरेन्ट जाने बाटो भनेर देख्नुभयो। तपाईँहरू पनि अब यसो होलिडे मनाउन आउँदै हुनुहुन्छ भने त्यहाँ बस्नु छ है। महँगो चाहिँ होला मेरो विचारमा तर बेस्ट। क्लोज टु त्रिशुली। अब यता चाहिँ यहाँ त त्रिशुली भन्छ। यो गएर उता चाहिँ नारायणी मिसेपछि ल हेर्नु केराखेती टन्नै रहेछ। केराखेतीहरू देख्नु एक किसिमको आनन्द छ यता हेर्नु। मनहरू चाहिँ आनन्द नभएको बेलामा चाहिँ सुन्दर सुन्दर घरहरू मनहरू आनन्द नभएको बेलामा त्यस्तो ठाउँहरूमा चाहिँ यसो घुम्ने गर्नुहोस् होइन। घुम्दैखेर चाहिँ मन चाहिँ पुरुङ्ग हुन्छ। एक किसिमको आनन्द महसुस हुन्छ। यो प्रकृतिको यो यस्तो प्रकृतिको छटाहरू देखेर त्यहाँ मैले के गर्यो भने होइन बिस्कुट छ घुमाउरो बाटो छ। भरतपुर महानगरपालिका वार्ड नम्बर 1 पर्छ। भरतपुरमा चाहिँ जे भयो नि यस्तो पक्की बाटोहरू प्रायः ठाउँ ठाउँ पुगिसक्यो ती स्टोरीहरू कस्तो गरेर आज घर हाम्रो चिकवान जानुभयो अगाडि यसरी साइकलमा हिँड्नु पनि मजा आउँछ है। यहाँ चाहिँ पोल्ट्री फार्म रहेछ क्या। यता चाहिँ बाटोहरू अलिकति रफै रहेछ ग्राभल बाटो। हाई टेन्सनको चाहिँ यो मात्रै खडा गरेको छ। बिजुलीको तार पनि जोडिएको छ। ओहो त्रिशुली नदी पुल। त्रिशुली रिभर ब्रिज देवघाट ठिमुरा स्पानसँग 4 पुल लम्बाइ 217 मिटर रहेछ है यो पुलको चाहिँ लम्बाइ। यो के जोड्ने छ र के भन्नु कालीगण्डै के भन्नु हो? ठिमुरा पुल कहाँ कुन जोड्ने रे यो?
देवघाट गाउँपालिका ए उतापट्टि देवार तर्नु पऱ्यो है यो चाहिँ फिमुरा पुल हेर्नु यो उतापट्टि चाहिँ भरतपुर महानगरपालिका पऱ्यो 1 नम्बर अब यो फिमुरा पुल चाहिँ कटेपछि ठ्याक्कै यो पारिपट्टि चाहिँ जिल्ला तनहुँ हेर्नुहोस् है जिल्ला पनि तनहुँ अनि प्रदेश पनि गण्डकी होइन यस्तो मनमोहक छ हेर्नु कति सुन्दर छ यो पुल पहेँलो रङको आज पनि म तपाईँलाई टिप्सुली पुलको दृश्य देखाइरहेको छु जुन त्यो फिमुरा अर्थात् नारायणगढ अर्थात् चितवन र तनहुँ जिल्लालाई जोड्ने जो एउटा आजको ब्रिज हो जुन हालसालै बनेको ब्रिज हो अब हेरौँ होइन म आफ बोलिरहनु भयो मेरो मेरो रेकर्ड भयो अनि हो नि त यो तपाईँको छैन नि त अब बनाउनुहोस् त यो छैन कि उसमा पनि हाल्नु सर है फेसबुकमा If you like my video, please like, share and subscribe. Thank you so much.